यस्तो हेर्दै मिठो छ के बाबा, यति मिठो बसा छ नि कुरो छोड्नु के। यस्तो अचार त यो हातले बाहेक अरू हातले बनाउन जान्दैन भाइ, मेरै हातले नि जान्दैन यस्तो अचार बनाउनु त। अरे वाह, यति दामी अचार बने। हाम्रो मुलाको अचार एकदम राम्रो भएको छ, एकदमै हेर्दै मिठो स्वादिष्ट देखिन्छ। एकदम राम्रोसँग मिहिनेत गरेर बनाउनु भएको छ। यति मिठो अचार हुन्छ उहाँले बनाएको अचार, फेरि उहाँको तारिफ गरेर एकै शब्दमा तारिफ गरेर सकिँदैन। उहाँको अचार भनेपछि मेरो पनि एकदमै फेभरेट हो उहाँको हातले बनाएको अचार। यस्तो मजाको मिठो हुन्छ, स्वादिष्ट, मग 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 बसाउने उस्तै, अनि सबै कुराको ट्याक्क लेभल मिल्या हुन्छ कि उहाँको अचारको। त्यही भएर मलाई उहाँको अचार एकदमै मनपर्छ। देखाएको चाहिँ होइन है मैले, देखाएको चाहिँ होइन।